यो चाहिँ कम्बाइन मिल है। कम्बाइन मिलको हामी चाहिँ आज बेरिङ फेर्न आएको। अब नयाँ बेरिङ हाल्दैछु मैले एनबिसीको। अब यो बेरिङ हाल्दैछु हैन। चक्क लाएर यो सापट भयो यसको। साप हामीले धेरै ठोकपिट गर्दैनौँ है। हिट गरेर सामान झिक्ने, हिट गरेर राख्ने प्रोसेस गरेको छौँ आजभोलि। अहिलेको चाहिँ हैन कति सक्सेस हुन्छ भन्ने कुरो चाहिँ चलाएपछि थाहा हुन्छ। 2-3टामा मैले ट्राई गरिसकेँ हैन। अब अहिलेसम्म फल्ट आएको छैन। हेरौँ के कस्तो हुन्छ। अलिकति फलामलाई हिट गरिसकेपछि त्यसको घनत्व बढ्छ नि त, त्यसले गर्दाखेरि पुस गर्न सजिलो हुन्छ। सो अब यसलाई फिट गर्छु अनि त्यहाँ मेसिनमा चलाएर त्यहाँ चेक गरौँला है त। गाइस फाइनल्ली हैन अब यो बेरिङहरू पनि फिट गरियो, साउन्ड पनि राम्रो आएको छ हैन। यसको चाहिँ एउटा सानो समस्या चाहिँ के भयो भन्दा यसको सापट खिएर चाहिँ सापट अलि ठोकठाक पारेर बनाइएको छ। पछि अब यो बेरिङ जति चल्छ त्यस पछाडि सापट ल्याएर फेर्छौँ हैन। अहिलेलाई चाहिँ काम चाहिँ चल्छ, अप डाउन छैन। साइड पेले हल्का अब 100 mm होला साइड पेले हैन। साइड पेले कमै गरेर राखेको छु मैले। अब यसलाई लगाएर फिट गर्छु अनि त्यस पछाडि साउन्ड चलाएपछि के कस्तो आउँछ तपाईँहरूलाई देखाउने रहेछ। फाइनली उस भयो, यो फिट गयो। पछि चेक गर्दै गर्दाखेरि यताको नि चामल कुट्नेको नि बेरिङ गएको रहेछ। बेरिङ अब मगाउन लागिएको छ हामीले। यसको बेरिङ हामीसँग एभाइलेबल भएन हैन। मसँग 5सम्मको रहेछ बेरिङ, तर यसमा 6 लाग्दो रहेछ हैन। त्यो 6को बेरिङ चाहिँ यसमा चाहिँ यो सानो डब्बावाला छ नि सिङ्गल उसवाला, त्यसमा चाहिँ 6206को बेरिङ लाग्दो रहेछ। तपाईँहरूलाई पनि जानकारी होस् हैन। अब यसमा चाहिँ 6204को बेरिङ लाग्छ यसमा हैन। सो अब चाहिँ यसको पछि हुन्छ। अहिले यो चाहिँ फाइनल गरिदिएको छु। यसको बेरिङ चाहिँ मगाउँछु, त्यस पछाडि आएर फेर्नु पर्ने हुन्छ ल है त। तपाईँहरूका पनि मिसिनहरू यस्तै भएको कम्बाइन मिल बिग्रेको छ भने सम्पर्क गर्नु होला। जिसी मोटरसाइकल, वर्कसप बडीगार्ड 5 खौलार बजारमा। हामीले चाहिँ यो कम्बाइन मिलको यो मोटर बाइकहरू सबै काम गर्छौँ है। हामीले चाहिँ यसको बेरिङ सेरिङ ल्याएर सबै काम चाहिँ हामीले गर्छौँ। तपाईँलाई आवश्यकता परेको ठाउँमा बडीगार्ड क्षेत्रभित्र खार, खौलार, दाँग, पारी, बादिपसम्मको अब टाढा पनि गइन्छ हैन। यो सेरोफेरमा चाहिँ भन्ने बित्तिकै हामीले सेवा दिन सकिन्छ है। अब यो फाइनल गर्दै अब यो धान कुट्नेले चाहिँ अलि ढिला हुने भयो किनकि यसको बेरिङ पाइएन। अरू चाहिँ डन।